जुन दिन हामीले एक अर्काको हात समातेर जीवनभर साथ दिने वाचा गरेका थियौँ, त्यही दिन भाग्यले मेरो काँधमा एउटा सुटकेस मात्र होइन, हाम्रो साझा भविष्य बोकाइदियो। त्यस दिनदेखि मेरो उमेर वर्षले होइन, जिम्मेवारीले गन्न थाल्यो। हामीले सोचेका थियौँ विवाहपछि एउटै छानामुनि एउटै सपना सजाउनेछौँ, तर जिन्दगीले हामीलाई एउटै घर होइन, दुई फरक देशमा पुर्याइदियो। तिमी त्यहाँ, म यहाँ, बिचमा हजारौँ माइलको दूरी मात्र छैन, हाम्रा अधुरा दिनहरू छन्। मलाई पनि तिम्रो हात समातेर सामान्य दाम्पत्य जीवन बाँच्ने रहर थियो। बेलुकी काम सकिएपछि तिमीलाई भेट्ने रहर थियो। चाडपर्वमा तिम्रै छेउमा बस्ने रहर थियो। तर मेरो हातमा रहरभन्दा पहिले जिम्मेवारी आयो। अरूका नवविवाहित जोडीहरू सँगै बसेर भोलिको योजना बनाइरहेका थिए। म भने तिम्रो सम्झना, ओभरटाइम र भविष्यको हिसाब बोकेर एक्लो हुँदै गएँ। कोही परदेश सुनको सपना बोकेर आउँछन्, म त हाम्रो भोलि नटुटोस् भनेर आजलाई बलि चढाउन आएकी थिएँ। अलिकति दुःख गर्छु, सबै ठिक हुन्छ। यही एउटा वाक्य समातेर मैले मेरो नयाँ वैवाहिक जीवनको सबैभन्दा सुन्दर उमेर बिस्तारै खर्च गरिदिएँ। घरको अवस्था फेरिन्छ भन्ने आशमा दिन बिते, महिना बिते, वर्ष बिते, तर कहिले यो दूरी सकिएन, कहिले प्रतीक्षा सकिएन, कहिले मेरो जीवन रित्तिँदै गयो मैले आफै थाहा पाइनँ। मेरो जीवन जलिरहेको मोमबत्ती जस्तै रहेछ प्रिय। हाम्रो भोलि उज्यालो पार्दा पार्दै आफू भने थोप्पा थोप्पा पग्लिरहेछु। कहिलेकाहीँ ऐना अगाडि उभिन्छु, ऐनाले मेरो अनुहार देखाउँदैन, समयले कोरेका चिराहरू देखाउँछ। कहिलेकाहीँ ऐनाले पनि मलाई नचिने जस्तै लाग्छ। उसले सोधे जस्तै लाग्छ, त उही केटी हो जसको विवाहको दिन मेहेन्दीभरिको हातले सधैँ सँगै बाँच्ने सपना देखेकी थिइस्? मसँग आज पनि त्यो प्रश्नको उत्तरै छैन। मेरो जवानी त्यसरी ओइलाउँदै गइरहेको छ, जसरी सुहाग रात पछि हातको मेहेन्दी बिस्तारै फिक्का हुँदै जान्छ। रङ अझै बाँकी हुन्छ, तर त्यसको चमक हराइसकेको हुन्छ। कपाल झरेका मात्र छैनन्, सपनाका हाँगाहरू पनि पातविहीन भएका छन्। ओठ सुकेका मात्र छैनन्, मुस्कुराउने कारणहरू पनि सुक्दै गएका छन्। आँखा राता मात्र भएका छैनन्, वर्षौंदेखि नबर्सिएको बादल बनेका छन्। जिम्मेवारीको पछि भाग्दा भाग्दै मैले आफ्नै परिचय हराएँ। ऐनाले पनि कहिलेकाहीँ जिस्काउँछ, भोलि सजाउन खोज्दा खोज्दा आफ्नो आज बिर्सिस्। कहिलेकाहीँ ओठ मुस्कुराउन खोज्छन्, तर मुस्कान ठिक त्यसरी फर्केर जान्छ जसरी ढोकासम्म आएका पाहुना घरभित्र शोक देखेर नबसी फर्किन्छ। रातहरू यति लामा भएका छन्, मानौ घडीका सुईहरू पनि मेरो थकान बोकेर हिँडिरहेको छ। मानिसहरू भन्छन् परदेशमा पैसा फल्छ, सायद फल्छ होला, तर कसैले यो देख्दैनन् कि त्यो पैसा फल्ने रुखलाई मानिसको उमेर मल बनाएर हुर्काइन्छ। मैले कमाएको हरेक डलरमा एउटा निन्द्रा टाँसिएको छ। हरेक महिनाको कमाइमा तिमीसँग बिताउन नपाएको एउटा साँझ गाडिएको छ। हरेक बचतमा हाम्रो अधुरो दाम्पत्य जीवन लुकेको छ। फोनमा त तिमी सोध्छौ, सन्चै छौ? म हाँसेर भन्छु, सन्चै छु, तर ती शब्दहरू मनबाट आएकै होइनन्। तिमीलाई चिन्ता नहोस् भनेर बाध्यताले सिकाएको अभिनय मात्र हुन्। रात पर्न साथ सबै अभिनय सकिन्छ। बन्द कोठाभित्र म र मेरो एक्लोपन मात्र बाँकी रहन्छ। मैले जीवनमा धेरै कुरा गुमाएँ,
तिम्रो साथमा बिताउनु पर्ने नवविवाहका वर्षहरू, सँगै मनाउनु पर्ने चाडपर्वहरू, हात समातेर हिँड्नु पर्ने साँझहरू, कसैको श्रीमती भएर निश्चित बाँच्न पाउने त्यो सुन्दर आवास, यी सबै भविष्यको बाटोमा कतै छुटे। अब सायद म फर्किन्छु, तर हारेर होइन। धेरै समय आफ्नो मनलाई सम्झाउँदै थाकेर, रित्तिएर होइन, आफ्ना रहरहरू एक एक गरेर समयको हातमा सुम्पिँदै झुकेर। प्रिय, यदि कुनै दिन म साँच्चै तिम्रो अगाडि उभिएँ भने मेरो सुटकेसभित्र कति पैसा छ भनेर नहेर्नु, मेरो बैंक खातामा कति बचत छ भनेर नसोध्नु, किनकि मैले कमाएको सबैभन्दा ठुलो कुरा त्यो डलर होइन। मैले कमाएको सबैभन्दा ठुलो कुरा तिमीसम्म फर्किने आशा हो। तिमीले याद गरेको छौ हाम्रो विवाहको दिन? हातभरि मेहन्दी थियो, आँखाभरि भविष्य थियो। हामीले सोचेको थियौँ अब जिन्दगी सँगै बित्छ। तर हाम्रो विवाह एउटै घरबाट सुरु भएन, प्रतीक्षाबाट सुरु भयो। तिमीले मलाई अँगालो हाल्नुपर्ने दिनहरू फोनको स्क्रिनमै बित्यो। मैले तिम्रो काँधमा टाउको राखेर थकाइ बिसाउनु पर्ने रातहरू एक्लै रोएर बिताएँ। हामीले एकअर्कालाई छोडेकै छैनौँ। हामीले त हाम्रो आजलाई, हाम्रो भोलिको लागि थोरै समय सापटिदिएको मात्र नहौँ, तर त्यो थोरै समय कहिले वर्ष बन्यो, कहिले हाम्रो जीवन बन्यो, हामीले थाहै पाएनौँ। यदि कुनै दिन म फर्किएँ भने मलाई सफल भए कि असफल भनेर निर्णय नगरिदेऊ है। मेरो अनुहार हेर्नु, त्यहाँ तिमीबाट टाढा बितेका हरेक दिन भेट्नेछौ। मेरो आँखा हेर्नु, त्यहाँ ननिदाएका हरेक रात भेट्नेछौ। मेरो हात समात्नु, त्यहाँ कामले कठोर बनाएका वर्षहरू भेट्नेछौ। र यदि त्यो दिन तिमीले मलाई चुपचाप अँगालो हालेर यति मात्र भन्यौ कि अब कतै जानु पर्दैन, मसँगै बस, सायद त्यही क्षण वर्षौँदेखि म भित्र बाँचेको सबैभन्दा ठुलो थकान आँसु बनेर बग्नेछ। किनकि परदेशले मेरो उमेर चोर्यो, मेरो चाडपर्व चोर्यो, मेरो रहरहरू चोर्यो। तर यदि उसले तिम्रो हात अझै पनि मेरो हातसम्म ल्याइदियो भने सायद मैले कहिले केही गुमाएकै छैन भन्ने लाग्नेछ। किनकि अन्ततः घर भनेको इट्टा र सिमेन्टले बनाएको ठाउँ होइन। घर भनेको वर्षौंको प्रतीक्षापछि फेरि नछुट्ने गरी तिम्रो अँगालोमा अटाउनु हो।